वेलकम टु माई नेक्स्ट ब्लग। सबैजना सन्चै हुनुहुन्छ होला, म पनि एकदमै धेरै सन्चै छु। आज चाहिँ एकदम धेरै जाडो भयो क्या मलाई हिजो, त्यही भएर आज त घाम नै लागिरहेको, तर ज्याकेट लगाएर काममा जानु लागेको क्या अहिले चाहिँ। हेर्दै गर्नु होला। हेलो साथीहरू, अहिले चाहिँ म यहाँ टी बारमा बसिरहेको छु। मेरो टी बार हेर्नु त। के गर्नु गाइज, गाह्रो छ। तपाईँहरूलाई देखाइदिएको कि मैले ड्रेस लगाएको पनि। हेर्नु त्यहाँनिर त्यो माथि टपमा मेरो टीहरू छ है, यस्तो छ कि। साथीहरू हेर्नु, आज पनि मलाई भिडियो गर्न मन पऱ्यो क्या, कस्तो राम्रो देखियो हेर्नु। भर्खर खाना खाएको, आज चाहिँ लास्ट अबेर भइसक्यो, अहिले 7 बजिसक्यो। अब जान्छु ल तल, मार्छन् फेरि। साथीहरू फाइनल्ली काम सकेर अब रुम जाँदैछु म। राति मैले चाहिँ अहिले सर्ट बाटो चिनिसकेँ हिजोबाट, नत्र चाहिँ उताबाट घुमेर जान्थेँ म दरबार मार्ग साइडबाट। त्यताबाट चाहिँ अलि लामो पर्छ, यताबाट चाहिँ ठ्याक्क रुम नै पुगिन्छ 10-12 मिनटमा त। अनि त्यताबाट चाहिँ लाग्छ होला 15 मिनट जति, धेरै टाढा छैन। अब जान्छु। गाइज ह्याप्पी न्यू इयर सबैजना मेरो युट्युबको फ्यामिलीहरूलाई है, जतिजनाले पनि मेरो भिडियो हेर्नुहुन्छ सबैजनालाई ह्याप्पी न्यू इयर। अनि यो वर्ष चाहिँ 100K फ्यामिली पुऱ्याउनु पर्छ है त, सबैजना मिलेर सपोर्ट गर्नु। अनि अहिले चाहिँ म यहाँनिर छाया सेन्टरनिर आइसकिसकेँ। यो बाटोमा चाहिँ एकैछिनमा पुग्ने रहेछ कि। अब एकैछिन यहाँनिर चाहिँ पार्किङहरू यस्तो उयोहरू छ। ज्याला लाइटै लाइट छ नि त यहाँ। साथीहरू म निस्किसकेँ, यहाँ पुरै लाइट राखेको छ हेर्नु। गाडीमा हो यताको बाटो चाहिँ अलिकति साग्लो नै छ, त्यही भएर अलिक कस्तो मात्तेर चलाउँछन् न त रातितिर गाडीहरू पनि। अहिले चाहिँ बेलुकाको 8:30 बज्न लाग्यो साथीहरू। म मेरो पुरै काम भ्याएर, फुल्ली काम भ्याएर सट्ट सब मिलाएर हिसाब किताब आइसकेँ। मिलेन भने साथीहरू होइन टेन्सन भएर निन्द्रा नै आउँदैन के। फेरि थोरै धेरै त अब हुने कुरै हुन्न होइन, भएको भन्दा थोरै भयो भने चाहिँ आफैले फाइन तिर्नुपर्छ क्या। अब टीहरू कति महँगो हुन्छ नि त। अनि त्यो अब त्यो लोत्काहरू वालाहरू हरायो भने त अनि क्या टेन्सन हुन्छ साथीहरू। बल्ल मिलाएर आधी घन्टा 1 घन्टा लाएर मिलाएर बल्ल आएको। अनि अबदेखि चाहिँ साथीहरू म खतरा भिडियो लिएर आउँछु कि, किनकि मेरो भाइ पनि आएको छ क्या अहिले चाहिँ गाउँबाट। अनि अब 3 भाइको भिडियोहरू पनि म बनाउँछु, च्यालेन्जहरू होइन, यस्तो रमाइलो हुन्छ। धेरै माया गरिदिनु होला, जतिले पनि माया सपोर्ट दिनुभयो, थ्याङ्क यू सो मच भन्न चाहन्छु। अझै धेरै सपोर्ट गर्नु होला। अनि अब चाहिँ म 6-7 मिनटमा पुग्छु। यतातिर चाहिँ खासै त्यस्तो धेरै चाहिँ डर चाहिँ हुँदैन साथीहरू, किनकि म चाहिँ त्यो यता अलि उता साइडको ठाउँतिर होइन, यता साइड हो, यतातिर चाहिँ खासै धेरै डर हुँदैन। त्यही पनि यति चाँडै त डर हुँदैन। हाम्रो बहिनीहरूको अब राति 10-11 बजे, कहिले 12 त बज्छ साथीहरू, कहिले 1 त बज्छ।
बहिनीको चाहिँ काममा जानलाई त्यस्तै रुमदेखि अहिले अलिक टाढा छ क्या बिचरा। अनि उसको चाहिँ रुमबाट ठ्याक्क 15 मिनट जति लाग्छ उसको पनि। मेरो पनि टाढै छ, उसको पनि टाढै छ, तर मेरो चाहिँ टाढा भए पनि अलिक छैन। उबाट आउनु चाहिँ अलिकति डर लाग्दो बाटोहरू छ क्या। त्यही भएर टेन्सन हुन्छ मलाई, सबैलाई टेन्सन हुन्छ होइन साथीहरू। हिँडेर त केही पनि देखेको छैन, तर पनि बोल्दै जाऊँ न तपाईँहरूसित। अनि साथीहरू मैले हिजो हालेको ब्लग हेर्नु भएन भने चाहिँ हेर्नु ल। मैले आज बिहान पनि हालेको छु एउटा भिडियो चाहिँ घुम्न गएको बेला, त्यो पनि हेर्नु भएन भने हेर्नुहोस् है। अनि सबैजनाको यो वर्ष चाहिँ एकदम राम्रो होस् भन्न चाहन्छु म चाहिँ। के अरे 2081मा पुरा नभएको सबै सपनाहरू तपाईँहरूको सबैको मेरो होइन सबैजनाको पुरा होस् म त्यही प्रार्थना गर्छु। किनकि साथीहरू आफ्नो सपनाहरू मारेर होइन बाँच्न त जिन्दगीमा यति धेरै गाह्रो हुन्छ होइन, धेरै गाह्रो हुन्छ के। त्यही भएर त्यही प्रार्थना गर्छु सबैको सपनाहरू पुरा होस्। अब म क्रस गर्नुपर्छ साथीहरू, अब म एकैछिनपछि गर्छु। त्यो ठमिल बलगोट भन्ने ठाउँमा आइसकेँ। अब यहाँनिरबाट चाहिँ साथीहरू क्रस गर्नुपर्छ क्या म, अनि तल जानुपर्छ। अब म यहाँबाट क्रस गर्छु साथीहरू। डरै लाग्ने गरी लिएर आउँछन्, गाह्रो छ नि भने स्वाट्टै गइदिइहाल्छ। डराएर त हुँदैन होइन। म चाहिँ अब यहाँनिरबाट को बस्नुहुन्छ यतातिर कमेन्ट गर्नु है, हेर्नुहुन्छ भने चाहिँ। अब यहाँबाट ओह्रालो बाटो छ, यहाँबाट चाहिँ अब धेरै लाग्दैन, 4-5 मिनट जति चाहिँ लाग्छ। कति लाग्छ भिडियो गर्दै जानु होइन साथीहरू। मोबाइल समात्दा कान छेउला के, दाहिने हातको कान छेउला नै भाँचेला जस्तो भएर बाउँडेर कस्तो हुन्छ भने के भयो त्यस्तो ब्याग लुके गर्छ फेरि। कस्तो के भन्छ अरे साथीहरू, कस्तो मौसम चेन्ज भएको छ क्या है। कस्तो आजभोलि पो जाडो महिना जस्तो पो भइरहेको भने चिसो न चिसो हुन्छ क्या एकदम धेरै। अब त रुम पुग्न लागिसकेँ साथीहरू। म अब 2-3 मिनटमा चाहिँ पुग्छु म। तपाईँहरूलाई रुममा बसिराख्न ठिक लाग्छ कि साथीहरू काम गर्नु ठिक लाग्छ? मलाई चाहिँ काम गर्नु ठिक लाग्छ। रुममा बस्यो भने चाहिँ दिमागमा हजारवटा कुरा आउँछ, टेन्सन हुन्छ है, तनाव हुन्छ, के कुराको के कुरा याद आउने नआउने सबै याद आउँछ है। टेन्सन हुन्छ मलाई त। बरु काम गऱ्यो भने त आफ्नो काममा फोकस हुन्छ, कन्सन्ट्रेट हुन्छ, अनि फ्री त्यो माइन्ड फ्री नै हुँदैन। त्यस्तो भएपछि खाली दिमाग शैतानको घर भन्छ नि, त्यो चाहिँ साँच्ची रहेछ साथीहरू। धेरै टेन्सन हुने भनेको त्यो काम नगरेपछि एक्लै बसेपछि रहेछ क्या। बरु तपाईँहरू पनि काम खोजेर गरिहाल्नु जे भए पनि साथीहरू, चिल हुन्छ त्यसपछि। टेन्सन हुँदैन, आफ्नो पर्सनल कामको चिन्ता हुन्छ भए पनि। अब काममा भइहाल्छ होइन, राति आइन्छ, थका लाग्छ, सुतिन्छ। पहिला किन निद्रा आउँदैन भनेको त के साथीहरू, काम नगरेर रहेछ क्या, थकै नलाएर। अनि रातभरि 12-1 बजीसम्म आउँथेन, मोबाइल चलायो। अनि फेरि धेरै मोबाइल चलायो भने चाहिँ मान्छे साइको हुँदो रहेछ क्या, हुन्छ नि अलिकति कस्तो हुँदो रहेछ क्या। अब चाहिँ म पुग्न लागेँ साथीहरू। अहिले चाहिँ भिडियो यति नै गर्छु, बाई।